तपाईहरुको माझमा आइरहँदा मलाई लाग्दैन कि म यहाँ नयाँ ठाउँमा आएको छु। मलाई लाग्दैन मलाई तपाईहरुसँग पहिलो भेट भएको हो यो। मलाई लाग्दैन म कुनै टाढाको मान्छे हो। मलाई आज एउटा विश्वास के लागेको छ भने म यही ठाउँकै मान्छे हुँ, तपाईहरुकै मान्छे हुँ, तपाईहरुको छोरा हुँ, भाइ हुँ, दाइ हुँ, भतिज हुँ, विभिन्न साइनोहरू लगाएर भन्न सक्नुहुन्छ। त्यही सम्बन्धको साथमा आज म यहाँबाट भन्न गइरहेको छु। मेरो आदरणीय सभापतिले जे भनेर मलाई यो ठाउँमा पठाउनु भएको थियो, तिमी सहज होइन, सत्य बाटो हिँड्नु पर्छ। सहजता त मेरा निमित्त धेरै बाटा थिए होला, तर सही बाटो यही नै हो जुन बाटोमा हिँडेका धेरै नागरिकहरूको आवाजहरू मैले त्यो ठाउँसम्म पुर्याउनु पर्छ जसको लागि हामीले यहाँबाट प्रतिनिधि बनाएर पठाउँदैछौँ। बागलुङ क्षेत्र नम्बर 2 एउटा सम्भावनाले भरिएको ठाउँ हो, धेरै सम्भावनाले भरिएको ठाउँ छ। यहाँ पर्यटकीय, धार्मिक, सांस्कृतिक, सामाजिक, परम्परागत धेरै किसिमका सम्भावनाले भरिएको ठाउँ भइकन पनि दुईटा शब्दले अलि पछाडि परेको छ। त्यो शब्द फेरि तपाईहरुले बनाएको शब्द होइन। केही नेतृत्व छन् जसले त्यही शब्दलाई प्रयोग गरेर निरन्तर तपाईहरुसँग आउनुहुन्छ, मत माग्नुहुन्छ अनि आफू नेतृत्वमा जानको निमित्त त्यसलाई भर्याङ बनाउनु भएको छ। त्यो शब्द विकट र दुर्गम। आज म यो ठाउँमा उभिएर भनिरहँदा, आज म यो ठाउँमा उभिरहँदा कुन आधारमा यो ठाउँलाई विकट भन्न सकिन्छ, कुन आधारमा यो ठाउँलाई दुर्गम भन्न सकिन्छ, त्यो मैले कहीँ पनि पाएको छैन। हो, म मान्दछु बाटाघाटाका समस्या छन्, केही शिक्षाका समस्या छन्, केही स्वास्थ्यका समस्या छन्, केही खानेपानीका समस्या छन्, केही सिंचाइका समस्या छन्, केही पुलका समस्या छन्, केही दैनिक जीवनमा तपाईहरुले भोगिरहेका समस्याहरू छन्। तर मलाई भनिदिनुस् त, के यो समस्या यहाँ मात्रै हो? राजधानी भनिएको, यो देशको राजधानी भनिएको काठमाडौँमा म बसिरहँदा त्यहाँ पनि त यिनै समस्या छन् नि। त्यसो भए के काठमाडौँ दुर्गम हो? काठमाडौँ विकट हो? होइन, न यो विकट हो न काठमाडौँ विकट हो। विकट त उनीहरूले बनाएका छन्, जसलाई तपाईहरुले भोट हालेर पठाउनु भयो। त्यो पनि किन? विकट होइन हामी, यहाँका धेरै सम्भावना छन्। त्यो सम्भावनालाई तिमी त्यो संसदको रोस्टममा गएर उभिएर भन। बागलुङको त्यो भेग धेरै सम्भावनाले भरिएको ठाउँ छ। त्यहाँका नागरिकहरूको समस्या यो छ, सुनाऊ देशका सब मान्छेलाई, देशका मात्र होइन विदेशका मान्छेलाई सुनाऊ भनेर तपाईले पठाइदिनु भएको थियो। तर उनीहरूले त्यो सुनाइदिइरहँदा सायद यो ठाउँ सुगम भइदिएको भए, राम्रो भइदियो भने म यहाँका नागरिकलाई भोलि बिहान गरी के भनेर मत माग्ने? सदैव दुर्गम बनाइराख्यो भने म यो बनाउँछु, यो राम्रो बनाउँछु, यो बाटो बनाउँछु, पुल बनाउँछु भन्न भोट त माग्न पाइयो। बाटै बनिहाल्यो, पुलै बनिहाल्यो, सबै कुरा राम्रो भयो भने मत चाहिँ के भन्न माग्ने? उहाँहरूसँग सिद्धान्त त सायदै होला। द्याट्स वाइ आई एम हियर फर यु। तपाईको निमित्त म यहाँ उभिएको छु केवल दुईटा चिजले। एउटा, अब मलाई मेरा साथीभाइहरू र तपाईका छोराछोरीहरू, दाजुभाइहरूलाई सडकमा उतारेर मरेको हेर्ने मलाई रहर छैन। आज म भाद्र 23 र 24 गतेको घटनालाई यही डाँडामा बसेर सम्झिरहेको छु। मेरो आँखा अगाडि उभिरहेका कति मान्छेहरू डङरङ्ग ढलेका छन्। थोरै मिस्टेकले मात्रै हो तपाईसँग आज उभिएको म। नत्र मेरो त गोली आज खुट्टामा लागिरहेको, मेरो घाइते पनि हो म। खुट्टामा लागेको त्यो गोली थोरै डिरेक्सन मिस्टेक भएको भए आज तपाईहरुको माझमा सोम शर्मा, बागलुङ जिल्लाको अर्को शहीद सोम शर्मा भन्न चिनिन्थ्यो। तर आज शहीद हुनबाट जोगिएको यो सोम शर्मा तपाईको आवाजलाई त्यो संसद भवनसम्म पुर्याउनको निमित्त आएको छ। त्यो अठोट छ। मसँग यहाँ कपीहरू छ। कपीबाट मैले केवल मसीको अक्षर मात्र लेखेको छैन, मैले मनभित्रको अठोट लेखेको छु। मलाई थाहा छ यहाँका धेरै कुरा उठाउन छ, धेरै कुरा भन्नु छ, धेरै कुरा सुनाउनु छ।
त्यो आक्रोश सहित, किनकि अति भयो। सधैँभरि तपाईहरूलाई गुमराहमा पारेर र भ्रममा पारेर यो क्षेत्रको राजनीति दूषित बनाउन मिल्दैन, पाइँदैन। अब हामीले र मैले, तपाईँ सबैजनाले त्यो रोक्नुपर्छ। उहाँहरूलाई ठाउँको ठाउँ रोक्नुपर्छ। एउटा भाइ आएको छ, एउटा छोरो आएको छ। सायद तपाईँले यो ठाउँबाट यस्तो भाइ, यस्तो छोरालाई अहिलेसम्म मत हाल्ने मौका प्राप्त गर्नुभएको छैन होला। यसपटक आफ्नो छोरो, आफ्नो भाइ, आफ्नो दाइ, आफ्नो साथी सम्झेर मत हाल्नुहोस्। म यहाँबाट मेरो काखमा बितेको त्यो एउटा भाइ, जेनजी आन्दोलनको क्रममा नेपालगञ्जको भाइ हुनुहुन्थ्यो सुलभराज श्रेष्ठ, उहाँलाई सम्झेर उहाँको टाउकोमा हात राखेर कसम खाएको थियो। त्यही भाइलाई साक्षी राखेर वाचा गर्न चाहन्छु। यसपटक तपाईँको क्षेत्रले, यसपटक तपाईँको भूगोलले एउटा इतिहास रच्छ। तपाईँले भन्न पाउनुहुन्छ, हामी कहिल्यै पनि मासु र भातमा बिकेर पुराना पार्टीका नेतृत्वलाई मत हाल्ने मान्छे मात्र होइनौँ। हामी यति विवेकी छौँ कि राम्रा मान्छेलाई, चाहे पारीको होस् चाहे वारीको होस्, त्यो त उनीहरूले बनाइदिएको भाष्य मात्रै हो। यदि यहीका मान्छेले राम्रो विकास गर्थे भने आज म यहाँ किन आउनु पर्थ्यो? यहीका नेतृत्वहरूले राम्रो काम गरिदिएको भए आज म पारी वारी भनेर यसरी मेरो ठाउँको समस्या उठाउँछु भनेर आउन पर्दैन थियो होला। आज मलाई अवसर प्राप्त भएको छ यो ठाउँका समस्या सुनाउनको निमित्त, बुझाउनको निमित्त। ती नसुनेका आवाजहरू, नसुनाइएका आवाजहरूलाई कान ठाडा बनाएर अलिक घाँटी सुक्ने गरी सुना मेरो ठाउँको आवाज भनेर भन्नुको निमित्त आएको छु। मेरो यो अवसर हो। मैले फेरि वाचा गरेँ, यति भन्न चाहन्छु, यति वाचा गर्न चाहन्छु। तपाईँको भाइ, तपाईँको दाइले अहिलेसम्मका नेतृत्वले भन्दा धेरै फरक गर्नेछ। तपाईँको शिर जीवनमा कहिल्यै झुक्न दिने छैन। यो ठाउँ के हो भन्ने कुरा तब मात्र थाहा पाउनुहुन्छ जब यही सोमसरमा हिजोसम्म सडकमा बोलिरहेको थियो, सडकमा आम नागरिकका आवाजहरू बोलिरहेको थियो। त्यही आवाज अब संसदबाट गुन्जने छ। त्यो पनि मेरो आफ्नो भेगको निमित्त, मेरो आफ्नो ठाउँको निमित्त। मैले साथीहरूका, यहाँका साथीहरूका धेरै कुरा सुनेको छु, टिपेको छु। म यहाँ समस्या सुन्न मात्र, या हामी यहाँ समस्या सुन्न मात्र आएका होइन। समस्या त जसले पनि सुन्न सक्छ। समस्यालाई मनन पनि गर्न आएका छौँ हामी। फेरि मनन मात्रै पनि गर्न आएको होइन। त्यो मनन गरिरहँदा त्यसको इम्प्लिमेसनको पाठ, कार्यान्वयनको पक्षमा जोरदार ढङ्गले अगाडि लाग्नको निमित्त अठोट पनि लिएर आएको छु। त्यसको निमित्त अधिकार चाहिन्छ। त्यही अधिकार तपाईँले प्राप्त गरेर पठाइदिनुहोस्। तपाईँका समस्याहरू सुनाउने, तपाईँका कुराहरू राख्ने थलो अब भन्ने हाम्रो सरकार बन्दैछ। हामीले प्रधानमन्त्रीको रूपमा बालन शाहलाई डिक्लेरेसन पनि गरेर गइसकेका छौँ। उहाँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ र खुसीको कुरा के हो भने उहाँ मेरो साथी पनि हो। आदरणीय हाम्रो पार्टीको सभापति पनि अनन्य मित्र हुनुहुन्छ। मेरो आदरणीय अभिभावक दाई हुनुहुन्छ। उहाँकै कारणले आज म यहाँ छु। म यहाँका समस्याहरू लग्दा बित्तिकै प्रधानमन्त्रीको टेबलमा राख्न सक्छु। त्यसैले सायद अब तपाईँहरूको समस्या समाधानको निमित्त धेरै लामो समयसम्म कुरिरहनु पर्दैन। यति चाहिँ मेरो बाचा हो। म तपाईँलाई धेरै आश्वासन केही पनि दिन्न। म यो बनाउँछु, त्यो बनाउँछु, यो सपना छर्न आएको होइन। म यति कुरा भन्छु, मसँग इमान्दारिता छ, मसँग निष्ठा छ, मसँग तपाईँहरूको कुरा बुझ्न सक्ने भावना छ। किनकि मेरो पृष्ठभूमि हेरिदिनु भयो भने पनि माइती घरका मण्डलामा, काठमाडौँको माइती घर मण्डलामा बसेर म कर्णालीको आवाज बोलिरहन्थेँ, सुदूरपश्चिमका आवाज बोलिरहन्थेँ, मधेसका आवाज बोलिरहन्थेँ, पूर्वका आवाज बोलिरहन्थेँ। ती सबै आवाजहरू बोलिरहँदा मलाई कसैले पनि फेरि त्यहाँ त बागलुङको मान्छे होस् नि, किन पूर्वको आवाज बोल्या हो, किन सुदूरपश्चिमको आवाज बोल्या हो, किन मधेसको आवाज बोल्या हो, त अरूको ठाउँको आवाज त बोल्न पाउँदैनस् भनेर फेरि त्यहाँ कसैले क्वेसन गर्नु भएन। आज म आफ्नै ठाउँका, अलि राज्यबाट उपेक्षित भएको ठाउँ, अलि बढी समस्या भएको ठाउँ, अलि बढी सुधार गर्नुपर्ने ठाउँमा आएर म यहाँका नागरिकको आवाज बोल्छु भनेर आइरहँदा केही साथीहरू हुनुहुन्छ, आलोचना गर्नु पाउनुहुन्छ। पारीको मान्छे, टुरिस्ट मान्छे, म टुरिस्ट हुन सक्छु। म यही बागलुङको माटोमा हुर्किएँ, यही बागलुङको हावापानी खाएर जन्मे, हुर्के। यही बागलुङले मलाई यत्रो बनायो। म कसरी टुरिस्ट हुन सक्छु? दुःख लाग्छ। सायद टुरिस्टको भाषा, टुरिस्टको परिभाषा उहाँले नबुझेर, डाँडावारी पारीको भाषा नबुझेर भन्नुभएको हुनसक्छ। र म पनि बुझ्छु, यो पनि बुझ्छु। फेरि
हिजोका समयमा केही त्यस्ता नेतृत्व जो बाहिरबाट आएर तपाईँहरूको सपनामाथि खेल्नुभयो, त्यस कारणले गर्दा पनि तपाईँहरूमा त्यो कौतूहलता जागेको हुनसक्छ। तर सधैँभरि ती पुराना नेतृत्वले गलत गरिरहे भन्दैमा केही हुटुटी बोकेको मान्छेलाई म गर्छु भनेर साहस लिएर आएको मान्छेलाई पनि पुरानै भावनाले पुरानै दृष्टिकोणले हेरिदिनु भयो भने कि त यो भनिदिनु पर्यो होइन हामी ठिकै छौँ, यस्तै दुर्गममै बस्न चाहन्छौँ, जे छ ठिकै छ भनिदिनु पर्यो। होइन, यसपटक चाहिँ पुराना छोडिदिनु, उहाँहरूबाट सम्भव छैन, हामी तपाईँलाई हेर्छौँ भनेर तपाईँले हेर्नुहुन्छ भने उठ्नुहोस्, आँट्नुहोस्, बाहिर आउनु पर्दैन। अहिले पनि भन्नुभयो साथीहरू, बाहिर आउनु पर्दैन। केवल फागुन 21 गते त मतदान केन्द्रभित्र गएर मतपत्र आउँछ, त्यहाँ घन्टी चुनाव चिन्ह हुन्छ, बाहिर तपाईँहरूको आफ्ना आफ्ना राजनीतिक आस्था हुन्छन्। धेरै साथीहरूले भन्नुभएको छ बाहिर आउनु सकिँदैन सर, पर्दैन बाहिर आउनु, पर्दैन, पार्टी त झन् फेर्नै पर्दैन, मत मात्र फेरिदिनुहोस्, यति ग्यारेन्टी हामी लिन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीले। मैले यहाँका सबै साथीले यो ठाउँ फेरिन्छ। धन्यवाद। जय घन्टी।